नमस्ते अनि फेरि पनि वेलकम छ मेरो आजको ब्लगमा। म हजुरको युरु छेत्री अनि म पनि आरामै छु, हजुर पनि आरामै हुनुहुन्छ भन्ने आशा गरेको छु। घरबाट इन्ट्री गर्दाखेरि के अरे यता आउँदाखेरि बनाउने सोचमा थिएँ ब्लग, तर बनाएको भनेन। उहाँ चाहिँ मेरो बेस्ट फ्रेन्डको बहिनी अनि मेरो साथीहरू चाहिँ अहिले कोही पनि छैन, हालमा एकजना मात्रै छ। अनि हामी चाहिँ आज मेरो गाउँको नजिकैको सिजी टेम्पलमा आएको छु। यहाँ चाहिँ फ्यामिलीहरूको लागि घुम्नलाई एकदम राम्रो छ। हजुरहरू पनि आउनु, कहाँदेखि हुनुहुन्छ भिजिट गर्नु। यहाँ चाहिँ यहाँबाट चाहिँ हामी इन्ट्री गरिन्छ। अलिकति भित्र गएपछि हाम्रो जुन भित्र जान त 150 हो। यहाँबाट छैन होला नि, एकैछिन ल हामी सल्लाह गर्दैछौँ अनि फेरि पनि बनाउनु छ भित्र गएर ब्लग। हामी उहाँबाट इन्ट्री गऱ्यौँ भने अब यो चाहिँ यतापट्टिको त्यो चाहिँ यो कुन राजा हो? अर्जुन रथरे यिनीहरूलाई उचाल्ला रहेछ कि बाहिरबाट आएको मान्छेलाई टिकट ल्याएर कि आइज नि त। हामी त भित्रकै मान्छे त आइज ल नि त। हामी त विदेश हेरिरहेको चाहिँ चाहिँ मेरो बेस्ट फ्रेन्ड केही भन्न सिजीको बारेमा अलिअलि हुन्छ नि। म त जान्दैन हौ। मेन चाहिँ यहाँ हो, यो हो मेन चाहिँ। अनि यहाँभित्र जानको लागि चाहिँ हामीलाई टिकट चाहिन्छ, समथिङ 150 छ। त्यहाँभित्र गएपछि हाम्रो चाहिँ धेरै कुराहरू चाहिँ यस्तो छ कि हाम्रो पुरानो परम्पराहरूको ढुङ्गादेखि लिएर हाम्रो पुरानो परम्परामा के थियो कस्तो थियो भन्ने कुराहरूको जानकारीको लागि राखेको छ। सो अनि त्यसपछि के अरे पुरानो त्यसलाई के भन्छ अरे यस्तो गोलो गोलोलाई त्यो के भन्छ मलाई याद आएन, अहिले पछि याद आयो भने म भन्नेछु। सो हाम्रो पहिला चाहिँ एकदम राम्रो थियो, भर्खर नयाँ हुँदा चाहिँ एकदम राम्रो पुरानो सबै कुराहरूको डेकोरेसन चाहिँ एकदम राम्रो थियो। अहिले चाहिँ पुरानो भएको भएर डेकोरेसन खासै राम्रो छैन। यहाँ चाहिँ पानी थियो, अहिले चाहिँ पानी छैन। म पनि 3 वर्षपछि आउँदैछु। सो साथीहरू त्यति राम्रोसँग जानकारी छैन, त्यही पनि भन्नेछु। अब हामी यहाँबाट यसरी जान्छौँ। यहाँबाट यसरी गएपछि वहाँनिर गौतम बुद्धको सानो उस छ। अनि हामीलाई चाहिँ यहाँनिर यस्तो चौरमा बस्न अलाउड छैन। उतातिर हाम्रो मम्मीहरू फोटो खिच्न तयारी गर्दै हुनुहुन्छ। मेरो बेस्ट फ्रेन्ड चाहिँ कता गयो? उतातिर टिकटक बनाउँदैछन्। यतातिर चौर यस्तै छ। चौरहरू राम्रो छ, तर यहाँ बस्न चाहिँ अलाउड छैन चौरमा। सो हामी यतिकै घुम्नुपर्छ, घुमिराख्नुपर्छ। यता हेर्न सक्नुहुन्छ, यो चाहिँ थाहा छैन मलाई। अनि यहाँ चाहिँ हामी बस्न सक्छौँ, पुरै घुमेर आएर हामी यहाँ बस्न सक्छौँ, थकै मार्न सक्छौँ। मलाई जहाँसम्म लाग्छ कि यो पुरानो देउताहरूको मूर्ति हो सायद। हजुरले हेरेर मलाई भन्नु ल कमेन्टमा के हो भनेर। अनि उतातिर चाहिँ बच्चाहरू खेल्ने ठाउँ छ, एउटा बच्चाको 30 रुपियाँ टिकट। अनि मैले त्यहाँ देखाएँ हजुरहरूलाई बच्चाहरू खेल्ने ठाउँ थियो भनेर। अनि यो चाहिँ डाइनोसर। ल आज जाऊँ हामी त अब त्यहाँ। अब म जाँदैछु गौतम बुद्धनिर। चप्पल चाहिँ कहाँ खोल्नु पर्दो रहेछ? यहाँ चाहिँ हामीले चप्पल खोल्नु पर्दो रहेछ। टिकटकरहरू यस्तै हुन्छ। हेर्नु मेरो बेस्ट फ्रेन्ड टिकटकर। यहाँ चप्पल राख्ने ठाउँ, म चप्पल राखेर जाँदैछु। यस्तो देख्नुभएको छ होला हजुरहरूले। शान्त ठाउँ छ यहाँ चाहिँ। यता बस्न सक्नुहुन्छ। अनि हामीलाई चाहिँ केही पूजापाठ गर्न पर्यो भने आफ्नो व्यक्तिगत वर्तमान यताउति केही भयो भने चाहिँ हामीले यहाँनिर गर्न सक्छौँ। अथवा बिहा केही भयो भने हामीलाई चाहिँ पहिल्यै भन्नुपर्छ, बुक गर्नुपर्छ, अनि त्यसपछि गरिदिन्छ त्यहाँ चाहिँ। अनि अलि पर चाहिँ हाम्रो पर त्यो बोर्ड देखेको ठाउँमा चाहिँ प्रोग्रामहरू हुँदाखेरि त्यहाँ चाहिँ उस गरेको हुन्छ।
त्यहाँबाट आएपछि यहाँ चाहिँ एनिमल राइड छ बच्चाहरूको लागि 100 रुपियाँ 100 दिरहम भन्दा 100 रुपियाँ। अनि त्यसपछि यहाँ पपकर्न अब कसरी पाइन्छ थाहा छैन 120 छ क्या पपकर्नको पनि। सो अघि नै देखाइसकेँ यो चाहिँ त्यही हो पूजापाठ अथवा विवाह केही भयो भने हो। हाम्रो मम्मी चाहिँ थाकेर बसिरहनु पर्छ। कति जानुभयो मम्मी? अनि यहाँबाट यस्तरी जानुपर्छ। अब यो चाहिँ आजभन्दा म चाहिँ आएको 3 वर्ष भयो। 3 वर्ष अगाडि चाहिँ एकदम राम्रो थियो, नयाँ थियो। सो त्यति बेला राम्रो थियो। अहिले चाहिँ धेरै पुरानोहरू भएर कुनै डेकोरेसन पनि राम्रो छैन। त्यही पनि आउनु भिजिट गर्नु हजुरहरूलाई। यहाँ आएर मन शान्त हुनेछ अनि अलिकता खुसी पनि मिल्नेछ होइन रोशनी? हो। त्यहाँनिर चाहिँ मैले देखेअनुसार चाहिँ 108 वटा शिवलिङ्ग छ। हाम्रो शिवजीलाई हुनेहरूले सरी मलाई बोल्नमा अलिकति कन्फ्युज भयो। शिवजीलाई भित्री मनदेखि मान्नेहरूले यहाँ आएर शिवजीको पूजा गर्न सक्नुहुनेछ 108 वटा लिङ्गहरूमा। अनि उहाँ चाहिँ गौतम बुद्ध। त्यहाँ नजिकै छेउमा चाहिँ गौतम बुद्धको पनि रहेछ। अनि यता चाहिँ हामीले ठाउँ अनुसार चाहिँ हाम्रो उसहरू पनि छ। भिडियो बनाउँदा त्यहाँ अङ्कलले हेर्नुभयो। यता हेर्न सक्नुहुन्छ राम र सीता। अनि यता हनुमानजी। भगवानहरूमा हजुरहरूको चाहिँ बेस्ट कुन हो भन्न सक्नुहुन्छ, कमेन्ट गरेर भन्नु होला। मेरो चाहिँ हनुमान हो। यहाँ काली माता। हजुरहरू थकेलाई चाहिँ यहाँ आएर बस्न सक्नुहुनेछ। अनि त्यसपछि वहाँनिर पनि छ सायद के हो मलाई थाहा भएन। हजुरहरूलाई चाहिँ चौरभित्र आएर बस्नु चाहिँ अलाउड छैन, चौरबाट बाहिरै बस्नुपर्छ। यहाँ चाहिँ बस्नको लागि चाहिँ सुविधाहरू सबै छ। सो हाम्रो यहाँको नियमहरू पालना गरेर हजुरहरू यस्तो टेबलमा बस्नु सक्नुहुन्छ। यो टेबलमा बस्नु होला। उताबाट इन्ट्री हो भने यहाँबाट आउट हो। तिर्खा लगाएपछि हामी चाहिँ वहाँ पानी पुग्न जाने। उहाँ चाहिँ पिइरहेको छ मेरो साथीको छोरोले पानी। हामी त्यतातिर सर र घुमिसक्यौँ। त्यता घुमेपछि यता यस्तो हेर्न सक्नुहुन्छ। मैले नि चिन्दिनँ के हो। यहाँ बिचमा चाहिँ शिवलिङ्ग छ। अनि यताबाट हेर्न सक्नुहुन्छ। यताबाट चाहिँ आदि मान्छेले तानेको छ भने यताबाट आदि मान्छेले शिवलिङ्ग। सो पहिला चाहिँ यहाँबाट यसरी बाहिर जाने ठाउँ बाटो थियो भने अहिले चाहिँ यताबाट बाहिर जाने बाटो बनाएर चाहिँ हामीले इन्ट्री चाहिँ उताबाट गरिन्छ भने यताबाट चाहिँ आउट गरिन्छ। सो हामी पहिला उताबाट गइन्थ्यो, अहिले चाहिँ यताबाट छ। थाहा छैन यो कस्तो खालको इन्ट्री आउट हो, कहाँ छ अहिले? यहाँ चाहिँ जहाँसम्म लाग्छ नयाँ होटल बनाउनु लागेको छ। कहाँबाट बाहिर? कताबाट हो बाहिर? यो चाहिँ विदेशीहरूले किन्न सक्ने यो चाहिँ सपिङ पसल हो टुरिस्टहरूको लागि। यो चाहिँ यो होटेल हो। अनि त्यो चाहिँ सपिङ मल थियो। अनि यहाँ पनि होटेल छ सानो सानो, आएर बस्न सक्नुहुन्छ। यहाँ चाहिँ धेरै कुराहरू पाइँदो रहेछ, मोमो, चाउमिन, समोसा, आइसक्रिमदेखि लिएर सबै थोक। अनि यहाँ देख्न सक्नुहुन्छ बाइक पनि रहेछ। कताबाट बाहिर? सकेछ ल। अब राम्रोसँग हेर्नु ल। वहाँबाट इन्ट्री गरेको थियो भने उताबाट एउटै गेट हो, उताबाट इन्ट्री एउटै गेटमा। यहाँबाट इन्ट्री छ भने यहाँबाट आउट छ यहाँबाट। सो हामी चाहिँ उताबाट एक राउन्ड गरेर आयौँ। अब हामी बाहिर गएर के खायौँ के गऱ्यौँ भन्ने कुरा देखाउँछु। त्यसपछि मेरो भ्लग त्यहीँ सकिन्छ। 2 घन्टा यत्तिकैमा सक्यो। ल भन साथी, यसले आज मलाई हिँडालेर लान्छ अरे। सिजी ऊ त्यहाँ छ, खै सिजी यतातिर छ। अनि चटपट खाएँ। चटपटको भरमा यसले मलाई हिँडाली घरसम्म लाने रे। यसले मलाई पुरानो कुराहरू याद दिलायो। के भन्छ ल एकचोटि पुरानो कुरा? हामी सानो हुँदा के ल है साथी पैसा बाटोमा अरूले पैसा फाल्छ, पैसा टिप्दै जाने ल भनेर एउटा रोडमा जान्थ्यो। अनि जारी खतल्दै हिँड्थ्यो। तर घरसम्म पुग्दैन पैसा पाउँदैन।
यो चाहिँ हाम्रो इन्टरनेसनल बेजत हो। हामी चाहिँ यस्तै गर्छ अरे बच्चा हुँदाखेरि चाहिँ। यहाँबाट लगभग कति मिनट लाग्छ भाइ हिँडेर गयो भने त? आधी घन्टा त लाग्छ होला। लाग्दैन त्यस्तो धेरै त। यहाँ हामी हिँड्न सक्नु परेन अब त। एकदम बिस्तारै गफ हान्दै गयो भने आधी घन्टा लाग्छ। अलिकति छिटो छिटो हिँड्यो भने 20 मिनटमा पुग्छ हामी घर। ल आज हामी अनि हाम्रो यहाँ नवलपुरमा मात्रै होइन यो चलेको अन्त पनि होला है सायद यो हप्ता बजार भन्ने होइन उता त यो हाम्रो नवलपुरमा अरू ठाउँमा त के थाहा भएन। हाम्रो उता साइडमा छैन अब यता उता छ। यसको घर चाहिँ दमली हो त्यही भएर यसको साइडमा चाहिँ छैन अरे। यहाँ चाहिँ एउटा हप्ता बजार भन्ने लागेको हुन्छ ठाउँ ठाउँमा बार अनुसार लागेको हुन्छ। सो आज यहाँ चाहिँ यो चाहिँ केउरानी हो, यसलाई चाहिँ केउरानी भन्छ। सो यहाँ चाहिँ मङ्गलबार लाग्दो रहेछ। आज हामी जाँदैछ हेर्दैछौँ कस्तो के रहेछ भनेर। ट्राई गर्ने छु कि म सानोतिर देखाउने छु भनेर, सकेसम्म देखाउने छु, नसकेदेखि नदेखाउने छु। किन भन्दाखेरि धेरै पब्लिक भएको ठाउँमा चाहिँ म चाहिँ अलिकति लजाउँछु क्या, साथी हो त्यही भएर। मेरो साथीले चाहिँ गफ हान्दै हिँड्दै गऱ्यो। यहाँ चाहिँ बेलुका भएपछि अलिकति सस्तोमा पाइन्छ। होलसेल रेटहरू सबै अलिअलि सस्तो पर्छ। कुन चप्पल लिने अरे? मेरो साथी चप्पल लिनु लागेको छ आफ्नो छोराको लागि। मलाई चाहिँ लाज लागेको छ त्यसैले म अलिअलि मात्र देखाएको छु साथीहरू। पछि फेरि पनि ट्राई गर्ने छु। हाम्रो उता पनि लाग्छ बजार, देखाउने छु। ल भन्न के भन्नु कस्तो अरे के हो अरे त? पोखरेली हो गनगने साथी यो चाहिँ। हामी चाहिँ सकाएर चिजी सकाएर अनि हामी आयौँ। नवलपुरमा जन्मेर पोखरेली घर खाना गएको मान्छे हो नि त। त्यही भन्नुभयो। हामी चाहिँ सबै घुम्यौँ, घुमेर सकेर अब यहाँ चाहिँ चटपट खान लाग्यो। नेपालीको के भन्छ अरे? खाजा, सुक्खा खाजा चटपट। सो अब चटपट खाएर हामी गाडी चढेर घर जान्छौँ। सो यति नै आजको मेरो ब्लग हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच। फेरि भेटौँ अर्को ब्लगमा।